यो एउटा यस्तो जीव हो जुन स्टिम टेम्परेचर, रेडिएसन, डिहाइड्रेसन, सुक्खापन यहाँसम्म कि स्पेसमा पनि जिउँदो रहन सक्छ अनि 20 देखि 30 वर्षसम्म बिना केही खाएर बाँच्न सक्छ। यो अर्गानिजमको नाम हो टार्डिग्रेड, जसलाई वाटर बियर पनि भनिन्छ। यो एउटा माइक्रोस्कोपिक अर्गानिजम हो जसको एभरेज साइज मात्र 0.5 मिलिमिटर हुन्छ। यो समुद्रदेखि पहाड, जंगल, मरुभूमि साथै पुरै दुनियाँमा पाइन्छ। टार्डिग्रेड पानीमा 2-3 वर्षसम्म बाँच्न सक्छ, तर आपतकालीन अवस्था जस्तै सुक्खापन, धेरै गर्मी, रेडिएसन, अक्सिजनको कमी जस्तो अवस्थामा यो स्पेसिफिक स्टेजमा जान्छ, जसलाई क्रिप्टोबायोसिस भनिन्छ। यो अवस्थामा यिनीहरूको शरीर पुरै तरिकाले इनएक्टिभ हुन्छ, जस्तो मरिसक्यो तर जिउँदै हुन्छ, चिन्ता नलिनुस्। अनि यो प्रोसेसमा यिनीहरूलाई चाहे तातो पानीमा हाल्नुस्, ज्वालामुखीमा फाल्नुस्, बरफमा जमाउनुस् वा यसको माथि गाडी नै चढाउनुस्, यसलाई केही हुँदैन। 2007 मा ईसा यानी युरोपियन स्पेस एजेन्सीले हजारौं टार्डिग्रेडलाई स्पेसमा पठाएको थियो अनि 12 दिनसम्म पृथ्वीको लो अर्थ अर्बिटमा राखेको थियो अनि यसलाई खुल्ला स्पेसको कठोर वातावरण जस्तै भ्याकुम, रेडिएसन, स्टिम टेम्परेचरमा राखियो। तर यो सुनेर तपाईलाई अचम्म लाग्छ, टार्डिग्रेड स्पेसमा पनि बाँच्न सफल भयो। क्रिप्टोबायोसिसमा यो 10 देखि 30 वर्षसम्म बाँच्न सक्छ, तर कुनै रिसर्चमा त यस्तो पनि देखियो 100 वर्ष पुरानो सुक्खा टार्डिग्रेड फेरि जिउँदो भएको पाइयो।